हेलो गाइज, म अहिले आएको छु म आफ्नो घर नजिकैको सानो एउटा जङ्गल जस्तै भनौँ न, एउटा खेतबारी र यहाँबाट एकदम राम्रो भ्यू देखिरहेको छ गाइज। पुरा हरियो जङ्गल मात्र होइन, पुरा खेतबारी सबै र बिहानको घाम पनि उदाइसकेको छ र हामी यो हरियो जङ्गल हेर्नको लागि उकालोतिर बढ्दैछौँ र हाम्रो सेकेन्ड डेस्टिनेसन भने अलिकति पल्लोपट्टि। अब हामी यहाँनिर जानेछौँ। फर्स्ट अफ अल यो बाटो हुँदै यताबाट लगभग हामी पुग्न आँटिसकेको छौँ र आधी बाटोतिर नै आइपुगिसक्यौँ। पहिला हामी कति सानो हुँदा चरा मार्न आउँथ्यौँ। अझै उतै जान पर्ने जस्तो छ उतापट्टिबाट। र गाइज हामीतिर आइसकेको थियौँ। पहिलादेखि नै बच्चामै आउँथ्यो। अहिले अब कलेज पढ्न थालेपछि चाहिँ स्कुल अब 9-10 ग्रेड भएपछि यो यता गाउँको स्कुल छोडेपछि चाहिँ म खासै यता आउने नै गरेको थिएन। त्यस्तै अब अमला समला बेलसेल पाकेको बेला मात्रै आउँथेँ। आज धेरै पछि आउँदैछु यता। बब्बाल देखिरहेको छ। आफ्नै ठाउँ फर्किआए। ग्रिन सबैतिर हरियो हरियो छ। मकै राखेका छन्। मकै कुन्ने बेला भएको छ। पहिलो केराको बोट घामले गर्दा म पछाडिबाट चाहिँ हल्का माथि नगरे ब्ल्याक आउँदो रहेछ। कालो देखिरहेछ गाइज। र फर्स्ट चाहिँ हामी पहिला कता जाने, यता जाने, पहिला अर्को ठाउँमा जाने, त्यसपछि फर्केर आउँदा यता जाने, घर जान सहिलो हुने। र हामी पिकनिक पनि आउँथ्यौँ सानोमा, याद छ मलाई। र त्यो पिकनिक स्पोट आइपुग्यौँ हामी। सानो स्पोट छ यहाँ, हामी सानो बच्चाको लागि होइन, पहिलेदेखि नै लगभग हामी सानोमा हुँदा यहीँ आएर पिकनिक मनाउने गर्थ्यौँ बच्चा बेला। हाम्रो ग्याङ बटुलेर र छन् अझै पनि आउँदो रहेछ नि। यहाँ देखियो, हेर्नुहोस् प्लास्टिकले देखाइरहेछ। यो हाम्रै घर पसलकै प्लास्टिक। र यतापट्टि सानो जङ्गल छ र त्यहाँ बालुवा खानी छ गाइस। आँपको बोट अब आँप झारिन्छ एकछिनमा। र हामी जानुपर्ने डेस्टिनेसन चाहिँ यताबाट होइन, हामी जानुपर्ने डेस्टिनेसन थोरै ओर्लिनुपर्छ। र यो बोटमा हामी धेरै खेल्थ्यौँ सानोमा, पुरै हल्लाउँदै खेल्थ्यौँ यो पुरा बोट नै। अहिले त हरियो भएर आएछ। र अब हामी लाग्दैछौँ आफ्नो बाटोतर्फ फेरि पनि एकचोटि। सबै ठाउँमा मकै रोपिसकेछन्। सबै ठाउँमा मकै मात्रै रोपेछन्। सरी, म उताबाट जानु पर्यो। उताबाट ओर्लिने बाटै देख्यो र म बिस्तारै ओर्लिँदैछु। बाटो उताबाट गएको बाटै थिएन। ओहो, बाटो फेरि भयङ्कर छ। लडिएला भन्ने डर छ अरूभन्दा नि। धेरै पछि लडिन्छ। पहिला सानोमा धेरै लडिन्थ्यो। उता कसरी जाने हो फेरि? यताबाट जान्छ। अब अर्काको बारीबाट जाँदा मलाई गाली गर्छन् गाइस। पुरा म पुरै कालो भइदिएँ। भर्खरै मकै लाएर यहाँ थाहा पायो भने त छोड्दैन मलाई। र यो हाम्रो ग्रिन सिटी बिस्तारै हामी पुग्दैछौँ। र यहाँबाट म उताबाट यता आएको भए नि हुन्थ्यो यार। उताबाट यता आएको भए त म आँप खाने जानु पाउँथेँ। र यो पनि हाम्रो एउटा पिकनिक स्पोट जस्तै। त्यो एउटा चराको गुड रहेछ है त। त्यो पालमा चाहिँ नाटककुरी भन्ने एउटा चरा बस्छ। यो चाहिँ कहाँ पर्छ भन्दा मेरो घरभन्दा ठ्याक्कै पछाडिपट्टि छ। र गाइस यो हो मैले सोचेको र खोजेको ठाउँ यही हो। एक दुईवटा फोटोसुट जान्छ क्या। हाम्रो यहाँ फोटोसुट पनि मैले गरिसकेँ। सानोतिनो फोटोसुट थियो। अब यसपछि म लाग्छु अर्को ठाउँतिर। अघि नै देखेको भए म अघि नै आउँथेँ। यो बाटो देखेको थिएँ। टाढा रहेछ बाटो त मेरो त। वाउ, आगो लगाइदियो मस्त। कस्तो के हो यो थाहा छ कसैले? कमेन्ट गर्नु होला है। र अहिले एकदमसँगले होइन बदलिया जसपा बदलिया के हो यो देखेन, मैले चिन्दैन। चिलाउनेको बोट जस्तो लाग्यो। र हामी अर्को सेकेन्ड स्पोटमा आछौँ, जहाँ चाहिँ म चिलमा बस्दै अरू दोस्तसँग आएर
चिल गर्ने ठाउँ मेरो यो जस्ट चिल भनेपछि बुझ्नुहोस्। र यहाँ हामीले एउटा रुख पनि काटेका र यो ठाउँमा चाहिँ हामी लकडाउनको समयमा चाहिँ होइन टक्क जिम बनाउने झुन्डिने ठाउँ भनेर म र 2-3 जना साथी आएको थियौँ। त्यतिखेर हामी नराम्रो तरिकाले फसेका थियौँ। रुख काट्दाखेरि अर्काको रुख परेछ। सायद यो होला जुन ल्याउनु अहिले त पलाएछ। म यहाँ पनि यस्तो फोटोसुट हान्न सक्छु। पुरा कस्तो कालो आइरहेको छ क्या घामले गर्दाखेरि। ल हेर्नुहोस् कस्तो फुलहरू दामी दामी फुलहरू छन्। यहाँ फोटो खिच्ने चाहिँ कुनै पनि राख्ने ठाउँ नै नभएर मैले एउटा राम्रोसँग फोटो खिच्न पाइनँ। कस्तो राम्रो फुलहरू र यो हो गाइज त्यो केराको बोट छ होइन। यो चाहिँ पहिला हामी खेल्थ्यौँ क्या यो यसको बोटमा नामै बिर्सिएँ। हेर्नुहोस् यो मगरको बोट खाने भइहाल्ला। त्यसपछि आउँछु हामी आफ्नो घरको बाटो। अब फेरि पछाडिबाट आएको थियो अगाडिबाट घर जान्छौँ। कस्तो खतरा खतरा फुलहरू फुलेका छन्। सच फुल्स बेबी खतरा फुल। एउटा पार्टनर भयो भने त पार्टनरसँग आएर फोटो खिच्नलाई चाहिँ मतलब दामी आउँछ फोटोहरू त। आफ्नै अब उल्टो उताबाट आएको यताबाट जान्छ। र अहिले गिदरीको बोट्ने आइपुगेँ मकैबारी चल्दै। अब यहाँबाट त्यहाँनिर मेरो घर देखिरहेको छ हेर्नु है निलो जस्ता। र यसरी नै अब म घर फर्किँदैछु। आजको भिडियो कस्तो लाग्यो होला यसो भनिदिनु होला गाइस। हामी रोडमा र यो बाटो हुँदै म आफ्नो घरतर्फ लागिसकेँ। मेरो घर भने अलिकति अगाडि छ। त्यहाँ देखिरहनु भएको छ निलो जस्ता त्यो मेरो घर। गाइस हामी मिट कीर्तन र म आफ्नो घर नजिक आइसकेको छु गाइस। र म घर आइसकेँ। फाइनल्ली म घरभित्र आइसकेको छु। एक राउन्ड म अघि गएको बाटो यो बाटो नै गएको र यहाँ खुट्टा धुनु परेको छ गाइस। र मम्मीले समोसा नबलिदिएको भनेर मैले गाली खाइसकेँ तर पनि केही छैन। आजको भिडियो एकदम लामो भयो जस्तो लागिरहेछ। म यही यो भिडियो चाहिँ अन्त्य गर्न चाहन्छु र सबैबाट बिदा लिन चाहन्छु।